मैले बोल्न पाएन भने कसरी हुन्छ गलत कुरा अहिले तपाईले मलाई अहिले नै बोल्न नपाएपछि पछि के पाइन्छ जनताले जब अहिले नै बोल्न दिनुहुँदैन कि सरी अंकल नमस्ते के मलाई बोल्नु छैन के बोल्नु अहिले रिसाएर त्यस्तो थोडी न भयो पहिला भनेको सोधेको मैले पहिला मेरो कुरा राख्न दिएको त म बोल्न मलाई बिचमा आएर तपाईले काम नगर्नुस् म बिना मर्जीसँग हैन मैले बन्द भयो सकियो भन्नु भयो नि त भन्दाखेरि बोल्नलाई कुरा राख्न त पाइयो नि त सबैले पाइयो नि त एउटा एउटा कुराले गर्दाखेरि यस्तो गर्न पाइन्न नि त अनि जबरजस्ती नगर्नुहोस् जनतालाई अझै पनि जनतालाई नदबाउनुहोस् जनतालाई दबाउन पाइँदैन छैन पाइँदैन अङ्कल जनतालाई दबाउन अब अहिले त हाम्रो कुरा सुनिरहेको छ भने पनि सुन्नुहुन्छ भने के ग्यारेन्टी छ भाइरल हुनको लागि कसैले जित्नको लागि मात्रै आउनु भएको हो यहाँ फेरि भाइरल भन्नुहुन्छ तपाईहरु जितेर जानको लागि मात्रै आउनु भएको त फेरि भाइरल किन भन्नुहुन्छ नेता भएर बोल्नको ढंग आउनु परेन नेता भएर बोल्नको ढंग आउनु परेन बाटो छैन गाडी छैन घर छैन त्यसो भाइरल हुन भन्नुहुन्छ आगे मैले तपाईसँग कुरा गरेकै छैन भाउजू भिडियो बनाएर हैन म त्यो सोध्नको लागि प्रश्न गर्न पाउने भिडियो गर्नु भिडियो गरेन भने त मेरो अब त दबिहाल्छ नि सकेर राख्नु पर्छ